प्योर मह हो, हामीले कार्तिक मङ्सिरबाट निकालेको कटुसको मह चाहिँ स्रोत बढी छ यसमा। यो महमा भनेको ग्लुकोज र फ्रुटोज भन्ने हुन्छ, त्यसको चाहिँ मात्रा बढी भएको महहरू चाहिँ यसरी जम्छ। बजारमा चाहिँ जमेको महलाई चाहिँ यो प्योरिटी होइन, यो त चिनी मिसाएको रहेछ भन्ने गरेको पाइन्छ। तर यो चाहिँ गलत कन्सेप्ट हो मान्छेको। कहिले पनि चाहिँ जमेको मह यो मिक्स गरेको मह कहिले पनि जम्दैन है, मिसावट मह कहिले पनि जम्दैन। र यो प्योर मह भनेको चाहिँ तपाईँले गिलासमा पानी राखेर पानीमा तैराउनु भयो भने सिधा तल गएर बस्छ, घुलमिल हुँदैन। प्योर मह चाहिँ त्यसरी पनि हामीले चाहिँ चिन्न सक्छौँ। अर्को कुरा भनेको हामीले चाहिँ कागजमा माथिल्लोपट्टि चाहिँ मह राखेर तलबाट ल्याटर बाल्नुभयो भने मिक्समा गुजुजुजुजु हुन्छ भने यो प्योरिटी भएको मह चाहिँ त्यति छिटो चाहिँ पग्लिँदैन, फिजा आउँदैन है, त्यसरी पनि चिन्न सकिन्छ। हाम्रो चाहिँ कस्टमरहरूले चाहिँ यो जमेको मह चाहिँ राम्रो होइन भन्ने कन्सेप्ट छ, त्यो चाहिँ गलत कुरा है। प्योरमा यसरी जम्छ। ल यो मह चाहिँ यसरी जमेको हुन्छ है, पुरै जमेको हुन्छ मह, यही चिनी जस्तो भएको हुन्छ। यो सबै चाहिँ यो घिउ जस्तो के, अनि मान्छेले चाहिँ यो चिनी हालेको मह भन्छ नि, गलत कन्सेप्ट हो। यस्तै जमेको मह नै लिनको लागि चाहिँ कस्टमरहरूलाई चाहिँ मैले आग्रह गरेँ।